ढुङ्गा चपाउन सजिलो हुन्छ, पानी खान कति गाह्रो। स्वास्नी पाल्न बरु सजिलो हुन्छ, रिस सम्हाल्नै गाह्रो। यसो गाउँतिर घुम्न गएको है, यस्तो गाउँ त उराट लाग्दो भएछ। यस्तो राम्रो गाउँ छोडेर आएको, सबै घाँस काट्ने जङ्गलहरू पनि पहिरो झरेछ। घाँस पलाउने ठाउँमा रातो के झार पलाएर बसेछ। जङ्गलहरू यस्तो भएछन्। खोलामा मात्रै अलि हरियो छ, अनि खोलावारी खोलापारी हेऱ्यो भने हेरि नसकिन्छ। खोलामा चाहिँ हरियै छ, जे भए पनि अहिलेसम्म रहेछ होइन। पानीको खोलावारी पारी चाहिँ हरियो रहेछ। हेर्नु घाँस काट्ने जङ्गल यस्तो भएछ है। ल हेर्नु त केही छैन, के गर्नु सुक्ख भनौँ भने पनि खोलातिर चाहिँ हरियै छ है। घाँस काट्ने बाटो यस्तो एयरपोर्ट धनसर जाने बाटो त यो पो रहेछ।